पुरानी कहावत है कि सबसे ऊपर जाना है तो बहुत सारी मेहनत चाहिए। हेलो म सुशील पुन मगर मेरो प्यासन मेरो इन्ट्रेस्ट भनेको चाहिँ अब मेरो भिडियो बनाउने नै हो। अब जस्तै ब्लगहरू बनाउने अब पनि अब लाइक हुन्छ नि कस्तो टाइपको भिडियो अब कति टाइपको भिडियो हुन्छ, कति ट्रेकिङ गएको ब्लग हुन्छ, कति चाहिँ अब सिनेमेटिक हुन्छ, कोही डकुमेन्ट्री हुन्छ होइन। अहिले चाहिँ कस्तो खालको भिडियो बनाउनु मन लाग्छ त्यो मलाई नै थाहा छैन। कस्तो खालको हो त्यो चाहिँ तपाईँहरूले हेरेर प्रतिक्रिया दिनु होला। र मलाई भिडियो बनाउन चाहिँ यस्तै आफ्नै गाउँघरमा कामसाम गर्दै गरेको अनि त्यस पछाडि चाहिँ फुलहरू रङचङ्गे सुट बारल सारल के को भिडियो चाहिँ मलाई बनाउन मन लाग्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ प्रतिक्रिया देखाउनु कति पनि नबिर्सनु होला। अब चाहिँ भिडियोतर्फ लागौँ है त। एभोकाडो फलिन्छ के फल रे यो टमाटरहरू छ के अरे डिहिना यस्तो टनेलले पार पारेको छ क्या टनेल त फुलहरू म चाहिँ आइसकेको छु चत्तो लगाएर। अनि एउटा कुरा के देखाइदिन्छु भन्नु चाहिँ अब एउटा नयाँ देखाइदिएको छु क्या म। यो छ त यहाँ घरियान मिल चाहिँ खतरा लाइन आएको रहेछ। 10 बजेर 59 मिनट गएर 17 सेकेन्ड गएको जस्तो लगाएर आएँ। अब यहाँ कुखुरा छरिदिनु पर्ने हुन्छ चट्टो लगाएर चाहिँ यहाँ कुखुरा छ यहाँ चाहिँ जा ओइ यहाँ किने रहेछ। एउटा यो भएर एउटा चाहिँ यहीँ छ। यहाँ पानी हालिदिने बारा अझै ढुङ्गा पनि सफा गरिदिनु पर्छ कि फेरि यो ढुङ्गा सफा सुई कहाँ पसिहाल्छ यार यो त पानी हाल्यो भने पसिहाल्छ यार। खायो नि त पानी ल देख्छ त्यो दुइटै भाले पुठ्यो भने दुइटै पोथी पो रहेछ त। आइज जाऊ आइज टी स्टोरी पानी चाहिँ यहीँ राख्नु छ। पानी चाहिँ यहीँ राख्यो भने चाहिँ यहीँ खान्छ कि यहाँ ट्याक्क लगाएर यस्तै खुल्ला ट्याक्क लगाएर यहाँ सानो घर यता छ घर यता छ घर अनि म यहाँ छु ए बिचमा। सो यहाँ फुलको भिडियो हेरेर कस्तो हुँदो रहेछ एकचोटि चत्त लगाएर। आज चाहिँ हाम्रो यस्तो काम छैन।
यो तलको यो उत्यो सत्य माथिबाट घाँसमुन चाहिँ हाम्रो नभएर यो उठ्यो र यो र उता छ अझ टक्क टन्नै मेरो हात यस्तो भइसकेको छ होइन मेरो मिसिन भनेको चाहिँ यो हो मेरो मिसिन कतै नि र बुझे छेक्ने ल ए काहीँ नि र बुझे ओइ त्यो विकास छ अन्त होलो नभएर त्यो खजाल छ यार गुरे ल यो हात गुरे ल टक्क यहाँ रिसाएर फेरि सुमुदमा आएको हिँड्छ एउटै खान्छु कुनले खाइसक्छ है टान गरेछ छड्ड यार टक्क म चाहिँ यहाँ खाजा लैजाँदैछु म चाहिँ यहाँ चाहिँ यस्तो तरकारी छ हातमा उचाली छु त्यसरी डोगो मान्छ होइन टक्क लगाएर जान्छ म चाहिँ यहाँ के भन्न चाहन्छु भन्दा चाहिँ अब घाम डह्रो घाम लाग्छ होइन यहाँ खाजा चाहिँ कसलाई भन्दा चाहिँ जोत्नेहरूलाई खेड्काहरू हालेको जोत्ने म चाहिँ यहाँ झ्यापमा छु रक्सी देख्छ क्या होला तेरो ड्राइयो डोबो भरेर रक्सी बोकेर हिँड्छ तेरो ड्राई अनि भन्नु हुन्थ्यो यहाँ उकालोमा थाकिसकेछु कि यस्तो उकालो छैन टक्क बाटैभरि उकालो छ मेरो बोली किन चेन्ज भएको भन्दा मलाई हल्का चिसो लागिसक्यो मलाई चिसो लागेको साह्रो छ बडी ल त्यही हो खाजा लाग्दैछ टक्क खाजा लगाएपछि चाहिँ यस्तो हुन्छ है त अब खेतला खाजा होइन खिला होइन त खाजा नरो छ तान्नु यहाँ छ होला है शीतल नि बसिरहेको है भैँसी त बेइसक्यो पारा पायो ए पारी पायो टक्क यहाँ खेतलालाई ढाक्दैछु खेतला हो खाजा कहाँ हेमा बिउ यहाँ छ क्या बिउ त यही छ यार म लिइरहेको छु ल खाजा उति दाइलाई बोलायो भने खाजा खाँदै गर ल हेलो गाइस म सुशील पुन मगर अनि देख्न सक्नुहुन्छ पछाडि चाहिँ मेरो गाउँ देख्न सक्नुहुन्छ नि चाहिँ हामी चाहिँ भएन टक्क अब चाहिँ हामी चाहिँ यता देखाइदिनेवाला छौँ यता ओइ गएको थिएँ अब साह्रोमा जोत्न नसकेर के हो जोतेकोमा जोत्ने थर्का न गाल गर त गाल गर अलि गाल गर थर्काइ ऊ आइज भन्
सेम खरायो जस्तो देखिन्छ यार ल त मजा आयो तक्कबाट साइबर जान लागिसकेको छु बल खेल्न अनि सो भन्ने चाहिँ मेरो बानी हो होइन अनि आज चाहिँ यति नै हुनेवाला छ भिडियो अनि बल खेलेको चाहिँ यस्तो देखान पायो भने चाहिँ लास्टमा सकिसकेपछि चाहिँ बल खेलेको चाहिँ लास्ट हुनेवाला छैन र ह्याप्पी इन्डिङ चाहिँ हुन सकेन किनकि दुःखदै इन्डिङ भइसकेको छ सो म चाहिँ बल खेल्नको लागि हतार भइसक्यो सो बाई बाई खै के गरा भएको तेरो यस्तो भाँच्चिएको होइन काटेको रहेछ होइन भाँच्चिन पनि सक्छ यार यस्तो बल खेल्दा सावधानी अप्नाउनु यस्तो हुन्छ यार खै यस्तो गर्दा खै के अरे सरेगरी भन् त मलाई को लान्डेको साह्रो बोल्न खै मोबाइल फुटिलागेको रे के ए तल मोबाइल हेरे थिइस् ए कति साह्रो लास्ट दुखेछ अझन दुख्दैछ भनेपछि त खै त्यो त भाँच्छ कि तँलाई अब सिगार्ने आन्न अब त्यही त यसको सिगार्ने आन्न